नेता त्यही हो जो भाषणले होइन कामले चिनिन्छ। नेपालको कुनै ठाउँमा यस्ता पनि नेता छन् जो आफ्नो स्थानीय स्तरका सर्वसाधारण जनताका निमित्त दिनरात खटिरहेका छन्। उनी हुन् कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष राज घिमिरे। उनी एउटा व्यक्ति मात्र होइनन्, उनी एउटा आशा, न्याय र परिवर्तनका प्रतीक पनि हुन्। पहिला भिडियो लामो हुन सक्छ, तर यो भिडियो पुरा हेर्नुस्। यो लाग्न त सुन्नुस्, यो देश बनाउन राणा लागे, राजा लागे, माओवादी लागे, कांग्रेस लागे, एमाले लागे, देश बन्यो त? त्यहाँ मान्छे मरिसी काम हुन्छ? यो नेपाली कुरा गरे, दिस इज द नेपाली ल्याङ्ग्वेज होइन। तपाईहरु नै खतरामा छ, यस्तो धराप छ, त्यो नै लड्ला छ, त्यो लडेर त्यो पोल त्यो ट्रान्सफर्मर आएर मान्छे मार्छ, त्यसले कन्फर्मै मारिहाल्छ। किन भन्नु न, त्यो करेन्ट लिक भएपछि यो त मान्छे त 2 मिनट लाग्छ। मैले एउटा भिडियो हेरेको थिएँ, त्यो हिँड्दा ट्रान्सफर्मरले तानेर मान्छे झ्यापाएको छ। किनभने हजुरको त्यो रुख पनि खतरा छ कि, लौसीको त्यत्तिकै झन् खतरा हुन्छ, भित्र मान्छे नै मरिहाल्छन्। किनभने हावा भने त दिउँसो मात्रै लाग्छ भने छैन नि त, राति आउनै सक्छ। सुतिया बेला आइदियो भने खत्तम भएन। झन् त्यत्रो भने अस्ति आएर तपाईँहरूको हाकिम साहब कता हुनुहुन्छ? ल मलाई देखाउनु त। झन् सरकारीले त टाइममा गर्नुपर्ने, के यस्तो सरकारी उहाँहरूलाई नि खतरा छ त। होइन बस्ने भन्दा नि त्यो रुख त जस्तै जिउँदो छ त। हामीले चाहिँ पठाइरहेको छौँ सर, त्यही चाहिँ अस्ति हेरेर पनि गएको थियो, अनि त्यसले चाहिँ होइन अहिले आधिकारिक तपाईँ नै हो। अस्ति मसँग कुरो सिटी हो यहाँको सर। त्यो त कुरो त तपाईँले गर्नुभयो अस्ति होइन? हाकिम साहब चाहिँ आयोगमा गर्नुभएको छ। त्यो त कुरो बुझेँ। अस्ति झन् तुरुन्तै गर्ने भनेर मैले त्यो छोडेको, किन काम नभए? काम भइरहेको छ। के काम भयो? हामीले अस्ति पत्र पनि पठायौँ, अनि त्यसपछि त्यहाँबाट मूल्याङ्कन पनि भयो। तपाईँहरूले त्यो 5 दिनमा जुन गर्ने भनेको थियो नि, त्यो 5 दिनमा मैले त्यो बाटो छ नि, कुण्डाको बाटो अरू धेरै व्यवस्थापन गरेको थिएँ। तपाईँले नगरे यो नटेरिया हो कि होइन? हामी लागिरहेको खास जनताको हिसाबले पनि टेर्नु भने म त यहाँको वडा छु होइन, तर तपाईँले यो जनताको सुरक्षाको लागि तपाईँहरू पनि त तपाईँहरूको अफिसमा रुख लडेको छ त। हामीले एकदम संवेदनशील होइन त्यहाँ हेर्नु भएको छ नि भित्र, अनि त्यो नगरे किन? होइन हामी लागिरहेको मैले अस्ति भने सुन्नुभएको थियो तपाईँले? हजुर सुन्नुभएको थियो? सुन्नुभएको थियो नि। प्राधिकरणले पनि पहिला काम नगरिदिएर जनता काम के रुन आएपछि मसँग प्रमाण देखाएपछि फेरि बिना प्रमाण म गर्दिनँ है। मैले त्यहाँ ताला मारेँ, ताला मारेपछि अहिले काम खुरु हुन्छ, राम्रो गरेँ, मैले धन्यवाद भनेको छु कि। 5 दिन होइन, करिब 11 दिनभन्दा नि बढी भइसक्यो, कामै हुँदैन यार। अनि कस्तो अहिलेको सरकार या अहिलेको स्थानीय निकाय, तपाईँ हामी त इन टाइममा काम गर्ने भनेर आएको होइन। एउटा काम हुनु भने त मलाई किन थाहा थियो भने नि, अब पहिला को हाकिम हुनु त्यो थाहा छैन होइन। 2 वर्ष भयो मैले भने 2 इयर्स 2 वर्ष है। त्यसले गर्दाखेरि तपाईँहरूलाई काम गर्नु पनि गर्नु भएन, गर्नु पनि हुन्न। त्यसलाई म कटाउँछु तपाईँले पर्दैन हो, तपाईँले पर्दैन भने त्यो कुरोले हुन्न नि यार, कुरोले देश हुन्छ। तपाईँहरू बाहिर बस्नुहोस्, चित्त बुझ्दैन मलाई मुद्दा हाल्नुहोस् है। जनताको काम नगरे हुनाले फेरि किन त्यो रुख लागेर घर गयो, क्रास भयो, मान्छे मऱ्यो भने तपाईँ जिम्मा लिनुहुन्छ? म जिम्मा लिन सक्छु? हेर यो कुरो होइन कि तपाईँले दिएको टाइम पिरियडमा काम भयो त? त्यस्तै काम मैले छिनछिनमा गर्न सक्छु, तपाईँले किन नसके? मलाई बरु के पर्छ मलाई भन्नुहोस् भने नि त, त्यो पत्र सत्र सही गर्ने त मैले सबै गरेर पठाइदिएको थिएँ कि सकिनँ बाबा भन्नुभयो। त्यो त नटेरिया हुन्छ तपाईँहरूले होइन, अन्यथा नलिनुहोस् होइन। कर्मचारी कति हुनुहुन्छ अहिले यहाँभित्र? कतिजना हुनुहुन्छ? थाहा छैन कतिजना हुनुहुन्छ कि कर्मचारी नै हुनुहुन्न कि सुत्नु भएको छ? हेरौँ त एकचोटि, मेरो नै अधिकार छ नि, स्थानीय सरकार भएपछि त मेरो नै अधिकार छ नि। खोइ हाम्रो सर खोइ त भित्र लेखा चाहिँ कता जानु? अनि मान्छे चाहिँ तपाईँ भित्र लेखा चाहिँ अनि बाहिर लेखेर त्यस्तै हुन्छ त? अहिले बिदामा हुनुहुन्छ त यहाँ भित्र लेखिरहेको कि मलाई पढ्न नआएको हो? भित्र भने भित्र बुझिन्छ नि। त्यो कसको कारलाई? सहसचिवज्यू खोइ भन्दैन ल। तपाईँहरू सबै अब मलाई नि गुनासो भयो ल। उहाँ आयोगमा जानु पऱ्यो, कहाँ जानुभयो यसरी। ल यो चाहिँ सहसचिवज्यूको कार्यालय, उहाँ नि खालीमा हुनुहुन्छ है। यो सरकार, यो भिडियो चाहिँ बालेन सरकारसँग पुर्याउने होला। यो देश बनाउने हो भने बालेन सरकारसँग पुर्याउनु होला, किनभने काम गर्नुपर्छ।
म डिबेट गर्न आएको होइन, तपाईँहरूलाई व्यक्तिगत रूपमा रेस्पेक्ट गर्छु। अहिलेको बालेन सरकारले के भनिएको छ, आजको आज हामीले चुस्त दुरुस्त। सुन्नु न, तपाईँको त अस्ति शब्दैबाट तपाईँले काम गर्नुहुन्न भने होइन, तपाईँको त शब्दबाट तपाईँले काम गर्नुहुन्न, तपाईँले अझ नि गर्नुहुन्न क्या, तपाईँले अझ नि काम गर्नुहुन्न क्या, अझ नि काम गर्नुहुन्न तपाईँले। मेरो वडामा सुन्नु न, तपाईँको इन्टरनल सुन्नु तपाईँले डेफिनेसन नदिनु केबाट थाहा भएन? जनता पीडित भएर त्यहाँ बसिरहेका छन्, तपाईँले काम गर्नु पर्दैन। सुन्नु, अहिले अरू केही परेन, हजुरहरूलाई रिक्वेस्ट, म ताला लगाइदिन्छु, चित्त बुझेन गएर मुद्दा हाल्नुहोस्, बुझ्नुभयो नि, कुरो बुझ्नुभयो नि, तपाईँहरू बाहिर बसिदिनुहोस्। कारण किन? मेरो वडाको सुन्नु, कारण किन मेरो वडाको जनताको जीव ज्यानको क्षति हुन्छ। कसको कारणले? यो कार्यालयको भित्रको रुखको कारणले। अस्ति तपाईँलाई अधिकार छैन मेरो वडाको जनताको जीव ज्यानको हेरचाह गर्ने मेरो अधिकार छैन? सुन्नु न, तपाईँहरू कतिजना हुनुहुन्छ अहिले कतिजना हुनुहुन्छ? तपाईँ बेकारमा त आफ्नो भात खाएर मसँग किन डिबेट गर्नुहुन्छ? मैले मेरो वडाको जनताको रक्षाको लागि ज्यान दिन तयार छु। गुरु बुझ्नुभयो नि? यहाँ भूमिहीन सुकुम्बासीको लागि मैले सिधै प्रधानमन्त्रीज्यूलाई भनेको छु, म मर्न तयार छु। मैले बोल्या होइन नि सर। किन म गरिब निमुखाको लागि काम गरेर आएको मान्छे, तपाईँ फिल गर्नु ल, अरू कुरै गर्नुपर्ने, त्यो छापना तपाईँ बस्याए के हुन्थ्यो? अहिले हाकिम साहब हो, तपाईँले मसँग प्रश्न गरे, तपाईँ स्टाफ छ नि, उहाँले अस्ति जिम्मा लिनुभएको छ, बुझ्नुभएन? तपाईँहरूलाई मैले के आग्रह गरेको छु भने नि, आग्रह के गरेको छु भने नि, सुन्नुहोस्, तपाईँहरूलाई के आग्रह गरेको छु भने तपाईँले सक्नु भएन, अब म गर्छु कि यो काम, म गर्छु यो काम। तर तपाईँलाई के भनेको थिएँ, यो काम गर्नुहोस् भन्दाखेरि सक्नु भएन नि त। तपाईँहरूलाई नसिहत हो के हो भने, तपाईँहरूलाई मात्र होइन, नेपाल सरकारमा तलब भत्ता खाएर हो, त्यो तलब भत्ता त्यो गरिबले तिरे ट्याक्सबाट आएको, कहाँबाट आएको त्यो पैसा? 11 दिनुभयो। तपाईँहरूको नेचरबाट तपाईँहरू काम गर्दैन के, अफिसियल गर्ला नगर्ला त्यो नेपाल सरकारले हेर्ने कुरो हो। तर मेरो वडाको जनताको हितमा तपाईँले गर्नु भएन, त्यो त मैले प्रश्न देखेँ नि त, मैले गेटमा लगाइदिन्छु नि। फेरि तपाईँहरूलाई मेरो गतिविधि चित्त लागेन, मुद्दा गर्नु नि त जानु भनिरहेको छु छैन? नेपाली जनताको जो गरिब निमुखा छाप्रामा तिनको सुरक्षा गर्ने अधिकार तपाईँ हाम्रो होइन? म त स्थानीय सरकारको वडाको प्रमुख हो, मेरो जिम्मेवारी हो। होइन सुन्नुहोस्, पहिला तपाईँ कार्ड लिएर आउनु नि, म कुरा गर्छु। मेरो कार्ड चाहिन्छ हो, मैले उहाँसँग अब कुरो होइन क्या, अब काम गर्नु पऱ्यो नि, काम गर्नु परेन? एउटा चाहिँ अब रुख सुन्नु, एउटा रुख नकाटिदिएर यार, एउटा गरिब व्यक्तिगत भएको ट्याङ्गल भर्खर काट्नु भन्न मिल्ने रहेछ। ल तपाईँलाई उत्तर सुन्नु न, तपाईँलाई सुन्नु, यो 5 दिनको बिचमा सुन्नु न, 5 दिनको बिचमा मैले फेरि त्यो कुण्डको बाटोको रुख चाहिँ भइहाल्छ। मेरो काम हुन्छ, तपाईँहरूको नभए किनकि 2 दिनमा सरकार एउटा गिरेर अर्को सरकार बन्द रहेछ यो देशमा। यो कटानको लागि होइन मलाई सुन्नुहोस्, मेरो काम चित्त बुझ्दैन, कानुन सम्मत भएन भने मलाई मुद्दा हाल्ने, सक्यो कुरो। मैले यो किन गरेँ भने मेरो वडाभित्र रहेको कार्यालय जसले गरिब जनताको पक्ष काम गरेन, यति हो मेरो कुरा। मेरो तपाईँहरू व्यक्तिगत केही छैन है, फेरि व्यक्तिगत मेरो केही छैन। राम्रो गर्नुहोस्, राम्रो भन्छु, नराम्रो गरेर तपाईँलाई दुनियाँले नराम्रो भन्छ। मेरो आग्रह मान्नुहोस् है, तपाईँहरू लागेर काम भएन के, लागेर काम भएन के, लागेर यो लाग्न त सुन्नुहोस्, यो देश बनाउन राणा लागे, राजा लागे, माओवादी लागे, काङ्ग्रेस लागे, एमाले लागे, देश बन्यो त? त्यहाँ मान्छे मरेपछि काम हुन्छ? यो नेपाली कुरा गरे, दिस इज द नेपाली ल्याङ्ग्वेज, त्यहाँ एउटा गरिब मरेपछि काम हुन्छ? सबै ल्याङ्ग्वेज बुझ्ने मान्छे हो। बालेनले के भनेका छन्, यो देशको प्रधानमन्त्रीले काम नगर्नेलाई रुखमा बाँधेर भुइँमा लडाएर पनि काम गर्नु भनेको छ। आज ब्याग निकाल्नुहोस्, अरू कुरा म तपाईँहरूसँग बसेर गर्छु, कहाँ जान पर्ने हो के गर्न पर्ने म गरिदिन्छु है सर। रिक्वेस्ट होइन, तपाईँलाई रिक्वेस्ट सचिवज्यूसँग परे म कुरा गरौँला के, यहाँ होइन नि, म फेरि तल लाउनुपर्छ फेरि, होइन यहाँ लाउने कि तल लाउने, यहाँ लाउने कि तल लाउने। मेरो वडाभित्र मैले धेरै डिबेट गर्न चाहन्न के, म डिबेट कम्पिटिसनमा आएको होइन। हाकिमको हिसाबले मैले कुरा गर्दैछु भन्दै गर्दा काम नभएपछि तपाईँले ओनरसिप लिनु पऱ्यो के। आज घिमिरे गरिब जनताको लागि लड्दाखेरि जेल गयो भने जान नि तयार छु। भोलिका दिनमा तपाईँलाई रुख काट्नलाई, म गइदिनु पऱ्यो, अब मैले लिन्छु भने तपाईँले काट्नु पर्दैन है। मैले भने तपाईँहरू त्यही छापना बसेर सोच्नु न यार, अरू पुरै गर्नु पर्ने यार। हामी त्यही पृष्ठभूमिबाट आएको हुनाले मलाई त्यो फिल छ के। ल तपाईँहरूलाई रिक्वेस्ट, यो तपाईँहरूले जति गर्नुभयो त्यसलाई धन्यवाद छ। यो वडाको यो रुखलाई कटाउने काम म गर्छु, तपाईँहरूसहित। त्यो रुखले फेरि तपाईँलाई पनि खतरा छ,
तपाईँहरू सहितलाई ती जनतालाई सुरक्षित गराउने काम म गर्छु है। यदि जनताको पक्षमा लाग्दाखेरि मेरो गतिविधि ठिक लागेन भने तपाईँहरू प्रोसेसमा जानुहुन्छ है। यो सरकारले बालेन प्रधानमन्त्रीले के भन्नुभएको छ, इन टाइममा काम हुनु पर्यो। काम नगर्ने रुखमा बाँधियो कि भैँमा चुट्ने हो भने म त त्यसो गर्दैन। म कानुनी मान्छे हो, कानुनी राज्य हो। मैले विधिवत रूपमा मेरो वडाभित्र भएको हुनाले जे मेरो कार्यक्षेत्र हुनसक्छ या नहुन नि सक्ला, तर जनताको पक्षमा संविधान त संशोधनकारी छ, यति काम गरेको छु। तपाईँहरूको त्यो रुखको व्यवस्थापन राजीहरूले गर्छ। हस्, धन्यवाद।